तपाईलाई स्वागत छ मोहन म्याथवाला युट्युब च्यानलमा। आज हामी सिटिभिटी इन्ट्रान्स प्रिपरेसन अन्तर्गत हामीले इन्ट्रान्स प्रिपरेसन गराउँदै छौं, जसमा चाहिँ आज हामीले पहिलो चाहिँ रहेको छ साइन्स फ्याकल्टीले लिएर आएका छौं, जसमा चाहिँ 20 वटा क्वेशनहरु सोधिन्छन् र जसमा पहिलो क्वेशन हामीलाई भनेको छ 21 मा सोधेको छ कार्बन डाइअक्साइड इज डट हेभियर देन द एयर। कति टाइमले चाहिँ यो हेभियर हुन्छ भनेको छ कार्बन डाइअक्साइड, जसमा चाहिँ ए मा भनेको छ 2 टाइम्स, बी मा चाहिँ 1 डिवाइडेड बाइ 2 टाइम्स र सी मा चाहिँ 1.5 टाइम्स र डी मा चाहिँ 3 टाइम्स भनेको छ। यसको चाहिँ सही आन्सर भनेको सी चाहिँ 1.5 टाइम्स। त्यस्तै क्वेशन नम्बर 22 मा भनेको छ केमिकल रिएक्सन इज अ केमिकल चेन्ज व्हिच इन्भल्व्स, र अप्सन ए मा भनेको छ एडिसन्स अफ एटम्स, बी मा भनेको छ डिकम्पोजिसन्स अफ एटम, सी मा भनेको छ डिस्प्लेसमेन्ट अफ एटम्स र डी मा चाहिँ अल अफ देम भनेको छ। यसको सही आन्सर चाहिँ हाम्रो अल अफ देम डी चाहिँ हुन्छ। त्यस्तै व्हिच अफ द फलोइङ टिस्यु इज नोन एज अ कन्ड्युसिङ टिस्यु भनेको छ, जसमा ए मा भनेको छ पेरेन्साइम टिस्यु, बी मा चाहिँ एक्सलम टिस्यु, सी मा चाहिँ क्लोरोनाइन्स टिस्यु र डी मा चाहिँ एरेन्साइम्स टिस्यु। यसको चाहिँ सही आन्सर चाहिँ हाम्रो बी रहेको छ। त्यस्तै क्वेशन नम्बर 24 मा भनेको छ नेम अफ द भल्भ प्रेजेन्ट बिट्विन लेफ्ट ऑरिकल एन्ड लेफ्ट भेन्ट्रिकल। ए मा दिएको छ पल्मोनिक भल्भ, बी मा चाहिँ ट्राइकस्पिड भल्भ, बी मा सी मा चाहिँ बाइकस्पिड भल्भ र डी मा चाहिँ एओर्टिक भल्भ। यसको चाहिँ सही आन्सर हाम्रो सी रहेको छ, बाइकस्पिड भल्भ। त्यस्तै 25 नम्बर क्वेशनमा भनेको छ व्हाट इज द एसआई युनिट अफ फोर्स। फोर्सको एसआई युनिट के हो भनेको छ, जसमा ए मा भनेको छ हाम्रो मिटर स्क्वायर, बी मा चाहिँ न्युटन, सी मा चाहिँ पास्कल र डी मा चाहिँ न्युटन पर मिटर स्क्वायर। यसको चाहिँ सबैलाई थाहा भएको कुरा हो, बी चाहिँ न्युटन फोर्सको एसआई युनिट। त्यस्तै 26 नम्बर क्वेशनमा भनेको छ हामीलाई व्हिच अफ द फलोइङ इज युनिट अफ पावर। पावरको युनिट कुन हो भने तलका मध्ये ए मा भनेको छ न्युटन मिटर, बी मा चाहिँ केजी मिटर पर सेकेन्ड स्क्वायर, सी मा चाहिँ केजी मिटर स्क्वायर पर सेकेन्ड क्यूब, डी मा चाहिँ केजी पर सेकेन्ड भनेको छ। यसको सही आन्सर चाहिँ हाम्रो कुन हो, सी नम्बर रहेको छ, केजी मिटर स्क्वायर पर सेकेन्ड क्यूब आएको छ। त्यस्तै हाम्रो क्वेशन नम्बर 27 मा भनेको छ ओजोन इज द मेजर कम्पोनेन्ट अफ भनेको छ। ओजोनको मेजर कम्पोनेन्ट कुन हो भनेको छ, जुन चाहिँ ए मा भनेको छ हामीलाई ट्रोपोस्फियर, बी मा चाहिँ स्ट्राटोस्फियर, सी मा चाहिँ थर्मोस्फियर र डी मा चाहिँ एक्जोस्फियर भनेको छ। यसको चाहिँ सही आन्सर हाम्रो बी रहेको छ, स्ट्राटोस्फियर भनेको छ। त्यस्तै क्वेशन नम्बर हाम्रो 28 मा भनेको छ द पीएच भ्यालु अफ द एसिड रेन्ज फ्रम भनेको छ। एसिड रेन्जको पीएच भ्यालु चाहिँ कतिदेखि कति रहन्छ भनेर भनेको छ, जसमा ए मा भनेको छ हाम्रो 1 to 7, बी मा चाहिँ -1 to 1, त्यस्तै सी मा चाहिँ 1 to 10 र डी मा चाहिँ 1 to -10 भनेको छ। यसको चाहिँ सही चाहिँ हाम्रो ए नम्बर रहेको छ, 1 to 7। त्यस्तै 29 नम्बर क्वेशनमा भनेको छ हु इन्भेन्टेड मोडर्न पिरियोडिक टेबल। मोडर्न पिरियोडिक टेबल कसले इन्भेन्ट गरेको थियो भनेको छ, ए मा चाहिँ न्युटन, बी मा चाहिँ हेनरी क्यानभेन्डिस र सी मा चाहिँ हेनरी मोजल्यू र डी मा चाहिँ मेन्डल। यसको चाहिँ 29 को चाहिँ हाम्रो करेक्ट आन्सर चाहिँ सी रहेको छ, हेनरी मोजल्यूले गरेको रहेछ। त्यस्तै क्वेशन नम्बर 30 मा भनेको छ दोज सोर्सेस अफ द एनर्जी व्हिच क्यान बी युज इन द सेम फर्म इन विच दे अकर इन द नेचर आर भनेको छ। यसको चाहिँ हाम्रो अप्सन नम्बर ए मा भनेको छ न्युक्लियर एनर्जी, बी मा चाहिँ टाइडियल एनर्जी, सी मा चाहिँ प्राइमरी सोर्स अफ द एनर्जी र डी मा चाहिँ सेकेन्डरी सोर्स अफ द एनर्जी। यसको चाहिँ सही आन्सर हाम्रो डी रहेको छ, डी मा चाहिँ सेकेन्डरी सोर्स अफ द एनर्जी। त्यस्तै हाम्रो क्वेशन नम्बर 31 मा भनेको छ व्हाट टाइप अफ द कम्बिनेसन्स इज डन इन द डोमेस्टिक वायरिङ भनेको ए मा भनेको छ हाम्रो प्यारलल कम्बिनेसन, बी मा चाहिँ सिरिज कम्बिनेसन, सी मा चाहिँ क्लोज्ड कम्बिनेसन र डी मा चाहिँ सर्कुलर कम्बिनेसन। यसको चाहिँ अप्सन नम्बर हाम्रो ए चाहिँ सही रहेको छ, प्यारलल कम्बिनेसन। त्यस्तै क्वेशन नम्बर 32 मा भनेको छ हु वाज द राइटर अफ द ओरिजिन अफ स्पेसियस। स्पेसियसको चाहिँ को चाहिँ राइटर भनेको छ, ओरिजिनको चाहिँ। त्यसको चाहिँ एक मा भनेको छ लेमार्क, बी मा चाहिँ मेन्डल, सी मा चाहिँ चार्ल्स डार्विन र डी मा चाहिँ जोन डाल्टन। यसको चाहिँ सही आन्सर चाहिँ हाम्रो सी रहेको छ, चार्ल्स डार्विन।
ड्रोइन। त्यस्तै 33 मा हाम्रो क्वेसन भनेको छ द इक्विपमेन्ट युज टु मेजर टेम्परेचर इज, कसले चाहिँ कुन इक्विपमेन्टले चाहिँ टेम्परेचर मेजर गर्छ भनेर सोधेको छ। क्यालोरीमिटर, बीमा एमा चाहिँ क्यालोरीमिटर दिएको छ, बीमा चाहिँ थर्मोमिटर, सीमा चाहिँ ल्याक्टोमिटर, डीमा चाहिँ ब्यारोमिटर। यसको चाहिँ सही आन्सर हाम्रो बी हो, थर्मोमिटर। त्यस्तै क्वेसन नम्बर 34 मा भनेको छ विच अफ द फलोइङ हर्मोन्स इज कल्ड द इमर्जेन्सी हर्मोन, कसलाई चाहिँ इमर्जेन्सी हर्मोन भनिन्छ भनेको छ। एमा चाहिँ इन्सुलिन, बीमा चाहिँ प्रोग्रेस्टेरोन र सीमा चाहिँ एड्रेनलिन र डीमा चाहिँ थाइरोक्सिन। यसको चाहिँ सही आन्सर चाहिँ हाम्रो बी रहेको छ। प्रोगेस्टेरोन हर्मोन चाहिँ हाम्रो के हुन्छन्, इमर्जेन्सी हर्मोन भन्छन्। त्यस्तै 35 नम्बर क्वेसनमा भनेको छ आरबिसी आर रेड इन कलर ड्यू टु द प्रेजेन्स अफ, आरबिसी चाहिँ कसले कारणले चाहिँ रेड हुन्छ त्यो चाहिँ भनेको छ। एमा चाहिँ इयोसाइनोफिल्स, बीमा चाहिँ हिमोग्लोबिन र सीमा चाहिँ न्युट्रोफिल्स र डीमा चाहिँ थर्मोबायोसाइट्स र यसको चाहिँ 35 को नम्बरको चाहिँ हाम्रो चाहिँ बी चाहिँ होमोग्लोबिन कारणले चाहिँ हाम्रो आरबिसी चाहिँ के हुन्छ, रेड हुन्छ। त्यस्तै क्वेसन नम्बर 36 मा भनेको छ ग्रीन प्लान्ट्स आर डट इन एन इकोसिस्टम, चाहिँ एमा चाहिँ हाम्रो प्रोड्युसर, बीमा चाहिँ प्राइमरी कन्ज्युमर, सीमा चाहिँ सेकेन्डरी कन्ज्युमर, डीमा चाहिँ डिकम्पोजर। यसको सही आन्सर चाहिँ हाम्रो कुन रहेको छ भन्दा ए रहेको छ, प्रोड्युसर। त्यस्तै क्वेसन नम्बर 37 मा भनेको छ हामीलाई इफ द फोकल लेन्थ अफ द कन्केभ लेन्स इज 50 cm वाट इज द पावर भनेको छ, वाट इट्स पावर चाहिँ निकाल्नु भनेको छ। फोकल लेन्थ दिएको छ, हाम्रो पावर भनेको चाहिँ के हुन्छ भन्दा 1 / फोकल लेन्थ हुन्छ। अनि फोकल लेन्थ दिएको छ अनि यसको चाहिँ हामीलाई पावर निकाल भनेको छ। पावर भनेको के हुन्छ भने मैले पावर भनेको 1 / चाहिँ फोकल लेन्थ हुन्छ। 1 / एफ भनेको हाम्रो फोकल लेन्थ भने 50 दिएको छ, 50 cm।